तपाईले बजारबाट हेल्दी भनेर ल्याउनु भएको विषादी युक्त साग सब्जी फलफुल घरमै बसेर एउटा सानो इन्ग्रेडिएन्ट युज गरे झन्डै झन्डै 90% सम्मको पेस्टिसाइड्स सरफेस लेभलको पेस्टिसाइड्स रिमुभ गर्न मिल्छ भनेर मैले भने भने तपाईले मलाई पत्याउनुहुन्छ प्लिज hear me out the ingredient that I'm talking about is sodium bicarbonate baking soda र यो बेकिङ सोडा चाहिँ म 1 केजी को किन्ने गर्दछु बोधी नेचुरलबाट किनभने 1 केजी किन्दाखेरि सस्तो पनि पर्यो प्लस धेरै लास्ट पनि गर्यो नि त बजारमा यत्रो सानो बेकिङ सोडा पाउँछ बेकिङ सोडा इज डिफरेन्ट देन बेकिङ पाउडर है यो चाहिँ प्योर सोडियम बाइकार्बोनेट हो र बेकिङ सोडा प्रयोग गरेर मैले साग सब्जी फलफुल मेरो घरमा सफा गरिरहेको नियरली 5 वर्ष भइसक्यो देयर हैज बीन मल्टिपल रिसर्च के 2017 मा एप्पलसँग रिसर्च गरिएको थियो एन्ड देयर बीन मल्टिपल अदर रिसर्च दैट्स बीन डन अन सोडियम बाइकार्बोनेट हाउ इट क्रिएट्स एउटा अल्कलाइन इन्भाइरोमेन्ट बनाएर पेस्टिसाइड रेसिड्युहरू जुन सरफेसमा हुन्छ त्यसलाई कसरी ब्रेक डाउन गर्छ भनेर देखाइएको छ मैले घरमा ल्याएको सागसब्जीलाई धाराको पानीले एकदमै राम्ररी पखाल्छु त्यसपछि बेकिङ सोडाको सोलुसन बनाउँछु बेकिङ सोडाको सोलुसन बनाउँदाखेरि हामीले एउटा कुरा एकदमै याद गर्नुपर्ने हुन्छ 1 लिटर पानीमा हामीले 1 चम्चा बेकिङ सोडा हाल्नुपर्ने हुन्छ 1 टेबलस्पुन सो 5 लिटर पानी युज गर्नुहुँदैछ भने तपाईले 5 टेबलस्पुन बेकिङ सोडा प्रयोग गर्नुपर्ने हुन्छ म यो सोलुसनमा लगभग 10 देखि 15 मिनेटसम्म सब्जीहरू डुबाउने गर्दछु यदि तपाई साग पखाल्नु हुँदैछ भने तपाईले चाहिँ 5 मिनेटसम्म डुबाए पुग्छ लगभग 15 मिनेटपछि म सब्जीहरूलाई एकदमै राम्ररी धाराको पानीले पखाल्दिन्छु बेकिङ सोडा कम्प्लिटली रिमुभ गर्नको लागि र पेस्टिसाइड्सहरू अलिकति लुजन अप भएको हुन्छ त्यो पनि राम्ररी रिमुभ हुन्छ हेर्नुस् त पानी कस्तो फोर निस्केको छ होप दिस वाज हेल्पफुल थ्यांक यू फर वाचिङ